ल विश्वकर्मा पूजाको दिन आज पानी परेर हुन त यो पानी यो 2082 सालमा धेरै नै परिरहेको छ। आज हाम्रो थापा परिवारको विश्वकर्मा पूजा यसरी बाइकहरू अथवा सवारी साधनहरूलाई हामी यसरी पूजा गरिँदैछ। हाम्रो ठुलदाई ठुली नानी सागर दाई अथवा माल दाई उता भाउजू यसरी बाइकहरूलाई यसरी पूजा गर्दैछौँ हामी। अब यो लगातार आएको पानी र देशको राजनीतिक अवस्था अथवा देशको अवस्थालाई पानीसँगै तुलना गर्न सकिन्छ। यस्तो छ लगातार बिहान जति बेला नि पछिल्लो यो 4-5 दिन भयो बिहान भसी पानी आउने अथवा सबेरै सँगै पानी आइरहेको हुन्छ। हाम्रो चाहिँ यो गाडी हो, हाम्रो चाहिँ गाउँबाट पोखरा चल्ने यो गाडी। यसरी पूजा हुँदैछ हाम्रो। एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा सातवटा स्कुटर बाइक रहेछ हाम्रो। यहाँ हामी सम्पूर्ण थापा परिवारी बाबु नानी भाइ बुहारी बुढी भाउजू केटा नानी बाबुहरू। ल ओहो नि सानो सानो चाड पनि भव्य सभ्य र संस्कारी हुँदै गए हाम्रा चाडपर्वहरू। हुन त अब यी सवारी साधनहरूलाई आफू चढ्ने सवारी साधनहरूलाई सधैँ नै यसरी नै पूजाआजा गर्ने अथवा राम्रोसँग सरसफाइ गर्ने मेन्टेनेन्स गर्ने नियमित स्याहार सम्भार गर्नुपर्दछ। अब यो 1 वर्षमा आउने चाडमा मात्र यसरी स्याहार सम्भार अथवा विशेष पूजाआजा गर्नु हुँदैन, सधैँ गरिराख्नुपर्छ। यी सानो साइकल पनि बाबुको। हाम्रो यो पूजाको सामानहरू यता भाइ अब भ्लगर भयो, भिडियो बनाउँदैछ भाइले। अब हामी पूजा गरेर लगभग सकिन लाग्यो। यसरी हामी होटल कामना परिवार, हाम्रो चाहिँ यो होटल हो लेक साइड पोखरामा। हाम्रो यो होटलको आज विश्वकर्मा पूजाको दिन यसरी विशेष पूजा आराधना मैले अघिबाटै तपाईँहरूलाई भिडियोमा देखाइरहेको छु। हामी यसरी पूजाहरू गरेर लगभग सकियो। अब ल विशेष अर्ग्यानिक खाना हाम्रो सधैँको अर्ग्यानिक खाना नै हो, तर आज पनि विशेष खालको अर्ग्यानिक खाना हुँदैछ। यो चाहिँ टमाटरको अचार, साग, आलु र काँक्राको अचार, चिकन करी, राजमा करी, राइस, सम्पूर्ण परिवार खाना खाँदै हामी एकदम प्योर लोकल अर्ग्यानिक खाना यसरी सबैजना आज विश्वकर्मा पूजाको दिन यसरी खाँदैछौँ हामी।